नमस्कार, स्वागत छ मेरो च्यानलमा। आज चाहिँ हामी अल्बत्रोस ब्यान्डको तिमी भन्यो भन्ने गीत सिक्न गइरहेको छु र यसमा चाहिँ ई मेजर, ए सस2, एफ शार्प मेजर ओपन अनि ई मेजर अनि सी शार्प माइनर ओपन युज हुन्छ। यो यहाँको ई मेजर र यहाँको ई मेजर चाहिँ एउटै हो। यो चाहिँ पावर कर्ड हो अलिकति, त्यसैले हाम्रो यो गीतमा चाहिँ दुईटा स्ट्रमिङ युज भएको छ। एउटा चाहिँ डाउन डाउन अप अप डाउन 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 अप छ, अर्को चाहिँ डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन डाउन अप छ। सो हाम्रो फर्स्ट लाइन चाहिँ यस्तो छ ई मेजरबाट, फर्की फर्की नहेर मलाई, फर्की फर्की नहेर मलाई तिमी भने। सो यो लाइनमा चाहिँ हामीले फर्स्टमा ई मेजरमा खेलाउनु पर्ने हुन्छ। त्यो डाउन डाउन अप अप डाउन डाउन डाउनमा फर्की फर्की नहेर मलाई, यो ई मेजरलाई यहाँ सारिदिने। ए सस2मा फर्की फर्की नहेर मलाई, यसमा चाहिँ आफै यहाँ डाउन डाउन पछि सिधै अर्को आधीमा खेलाउने। फेरि फर्की फर्की नहेर मलाई, फर्की फर्की नहेर मलाई तिमी भने। म चाहिँ एउटा टिप दिन्छु। यो हाम्रो ए सस2मा चाहिँ हामीले यो दुईटा फिङ्गर युज गर्छौँ सबैले, तर हामीले चाहिँ यो दुईटा फिङ्गर युज गर्दा हुन्छ, रिङ फिङ्गर पिङ्की फिङ्गर। यहाँबाट सिधै यहाँ सार्न चाहिँ अलि सजिलो हुन्छ यो ई मेजरमा, त्यसैले अनि स्ट्रम खेलाउनुपर्छ सिधैसी। यहाँ पहिला ई मेजरमा खेलाउने एक राउन्ड, अनि त्यसपछि ई मेजरमा फेरि, अनि सी शार्प माइनर ओपनमा खेलाउने, अनि फेरि यो ए सस2मा अनि एफ शार्प मेजर ओपनमा। आकाशको तारा सबै म टिपेर ल्याइदिउँला तिमी भने। यो चाहिँ एकदम सिम्पल छ यिनीहरू। फर्स्टमा ए सस2मा खेलाइराख्ने, त्यसपछि हाम्रो मेन पार्टमा चाहिँ यो ई मेजर खेलाउनु पर्ने हुन्छ। यसमै आँसु झरे त्यसपछि सी शार्प माइनर ओपनमा आकाशको तारा सबै म टिपेर ल्याइदिउँला। लामा चाहिँ एफ शार्प मेजर ओपनमा खेलाउने, तिमी भने। म सुरुदेखि एकचोटि फेरि सुनाइदिन्छु। फर्की फर्की नहेर मलाई, फर्की फर्की नहेर मलाई तिमी भने।
लिएर आयौ तिमी घाम बढी बादलको माथि म तिमीलाई पर्खी बसुला तिमी भने यो पार्टमा नि त्यही अघिकै सेम कर्डहरू सेम त्यही रिपिट हानिदिने अनि लास्टमा चाहिँ उयो छ लिन अब केही छैन मात्र एउटा बहाना लिन अब केही छैन मात्र एउटा बहाना। सो यसको लेसन चाहिँ यही छ कर्डहरू।